यता धेरै फोहोर भएछ यो सफा गर्न आएको यहाँ चाहिँ प्योर कोदोको घयासी रक्सी बन्दैछ यहाँ चाहिँ मैले त्यसलाई डरम काटेर एउटा ठुलो डरम थियो त्यो ग्यादी त्यसलाई काटेर चाहिँ पानी सङ्कलन गर्ने यसरी बनाएको छु यो चाहिँ रक्सी पातहरू बनाउँदाखेरि पानी राख्ने है सजिलो होस् भनेर गरेको छु यहाँ चाहिँ रोड नजिकै छ रोड नजिक भएको कारणले गर्दा अनि म यहाँ यो तिरपालले यहाँ बाँधेको छु मैले यहाँ पोलमा अनि अर्को चाहिँ त्यहाँ बाँधेको छु इन्दिरा उभिएको ठाउँतिर बाँधेको छु अनि यो भएपछि एकदम सेफ भयो यहाँभित्र के काम गरिरहेको छ भन्ने थाहा हुँदैन रोडबाट नत्र मान्छे त्यहाँ पर हेरी बोलाउने पनि होइन अनि हेरिराख्ने अनि त्यही भएको कारणले अनि तिरपालले छिरेको सजिलो हुन्छ यता धेरै फोहोर भएछ यो सफा गर्न आएको यता सफा गर्दै फेरि यता नि रक्सी नि बनाउँदै यो चाहिँ खोर मरामत गर्दैछु अनि यहाँ रक्सी पनि पार्दैछु रक्सी बनाउँदैछु अनि यहाँ यो खोर बाँधेको धुलो सबसबै मनपर्छ यहाँ पनि फोहोर छ यता पनि भित्र परिश्रम गर्नुपर्छ के गर्नु दुःख र परिश्रम गर्नुपर्छ परिश्रम गऱ्यो भने राम्रो हुन्छ फल राम्रो हुन्छ यसलाई म उता फाल्दै आउँछ तातिसक्यो होला पानी ताते यहाँ बेसार पनि मैले खन्दैछु यी अहिले चाहिँ यता खनिसकेँ अब स्टप राखेको छु यहाँ पिँडालु पनि खन्दा छु ठुलो रहेछ है पिँडालु त्यो चाहिँ खैरी पिँडालु हो ठुलो अहिले एकछिनमा चाहिँ अब खनियो यो बेसार यस्तो गरेर यस्तो गर्छु यहाँबाट निकालेर अनि यसलाई त्यो बाफलाई मुखमा पार्नुहुन्न एकदम डर हुन्छ के गर्ने त्यो त्यसरी यहाँ यसमा रक्सी खनाउनुहुन्छ क्या यस्तो तातो हुन्छ हप्ताहरू यसले साथै त्यस्तो गरेपछि निकाल्ने हो ल अलिकति भएन चाहिँ धन्दै उम्लेर परेछ यसरी राख्ने हो अब के साप्ने त यसरी सापेर उचाल्नु नि है यसलाई चाहिँ यता फालिदिने बाबा त्यो मुखमा कटपट धन्दा कोदो पऱ्यो कस्तो राग आयो त्यसको बिर्को चाहिँ कपडा भिजाएको छु अब कपडा धुँदै अनि यहाँ पानी तात्छ अनि फाल्ने त्यही गर्छु कपडा धुनु पऱ्यो यहाँ भिजाएको छु अनि साबुन लगाएर धुनु पऱ्यो अनि पानी पनि तातिन्छ पानी फाल्नु पऱ्यो अनि यता पनि लुगा धुनु पऱ्यो अनि घाममा सुकाइदिन्छु लुगा पनि सुक्छ यता रक्सी पनि पानी पनि तात्छ फाल्दियो
त्यही काम गर्छु आज दिनभरि। अनि यो बाँस फुटाएर बाँस चाहिँ बाँधेको छु यो खोरको तल यो पानीले खाएछ। यो पनि काम गर्न बाँकी छ। अब आज चाहिँ भ्यायो भने यदि काम गर्छु लुगा धोइसकेपछि। अनि यहाँ बेसार पनि खन्नु छ चाहिँ एकचोटि उचालिसक्यो। उचालेको कड चाहिँ मैले यहाँ फाल्दिएँ। यहाँ चाहिँ अब बेसार रोप्ने हो। अब बेसार रोप्नलाई चाहिँ मोल हुन्छ भनेर यहाँ हालिदिएको छु। यहाँ पिँडालु छ, यो चाहिँ खगेरी पिँडालु भन्छ, खगेरी पिँडालु। अनि यहाँ चाहिँ बेसार, यो चाहिँ बेसार छ। अब यहाँ खन्नै पाइन्छ बेसार। यो साह्रो भएर यो रातो माटो एकदम जाम भएछ। यो रातो माटो चाहिँ कसरी भन्दाखेरि यो खासै रातो माटो होइन, मैले यहाँ खाल्टो थियो अनि खाल्टो पुर्नको लागि रातो माटो ल्याएर हालेको थिएँ। ट्र्याक्टर रातो माटो ल्याएर पुरेको थियो। अनि त्यस कारण चाहिँ एकदम रातो माटो भएको छ। अनि एकदम चाम्रो हुँदैछ रातो माटो चाहिँ। अनि यहाँ गलले निकाल्छु मैले। यो चाहिँ यहाँ एकदम जाम यत्रो चाका छ, ठुलो चाका छ यहाँ बेसारको। पोहोर खनेन, यसपालि मात्रै खन्यो हो। यो तल पुरै बाँस फेरि हो यतातिर एकदमै यो बाँने हो। यो तल पानीले खाइसकेको थियो। अनि फेरि अनि यतापट्टि चाहिँ यो कालो प्लास्टिक लगाएको छु। यो चाहिँ ननिकाल्ने गरेर, यो चाहिँ अब यसलाई ननिकाल्ने पानी आएपछि एकदम सेफ हुन्छ। यो प्लास्टिक बाँधेर बाहिरबाट पनि भाटा बाँधिदिएको छु। अनि यहाँ चाहिँ बाँसको झ्याङ छ, यो चाहिँ बाँसको गाँचो आफ्नै हो। त यसलाई चाहिँ मास्न लगाइरहेको छु। अब यो बाँस यहाँ माथि छ नि छानो, यो छानो चाहिँ त्यो बाँसले चाहिँ छाना खायो। अनि त्यस कारणले गर्दा म यो बाँसलाई चाहिँ मासेर अब यो डोजर लाएर उकाइदिन्छु। अनि यो बाटो लगेको बाटो पनि पिच हुन्छ भन्ने कुरा छ। धोइसकेँ, कपडा धोएर यहाँ सुकाएको छु। बाबुको सर्ट त्यहाँ छ, मेरो ज्याकेटहरू यहाँ छ। अब म चाहिँ बाँस काट्छु। बाँस पुगेन यो बार्नलाई, यतातिर सबै बाँधिसक्यो। उतापट्टि बाँकी छ। अब म एक खना चाहिँ बाँस काट्छु। बाँस तुर्न साह्रै गाह्रो पुरो। काट्न त काटिसकेँ, माथि अड्क्यो माथि। त्यहाँ अड्किया छ यो छानाको उसमा। काट्न त काटिसकेँ बाँस पनि थुतेँ मैले बल्ल यो छानाको ग्यापमा अड्केर बल्ल थुतेँ।
बस ल बासन काटे यस्तो पसिना परेको गरिमाले यसै गरिमा यसै लामोलाई फेरि ल काटिसकेँ बाँस पनि ल सर त्यो चाका बनाउँछु
डोरी पसेछ यहाँ डोरी कहाँ डोरी पसेछ फ्रेन्ड्स गाइस यस्तो परेछ पेसार बेसार ए अझ निक्लिँदैछ बेसार ए साथी अझ निक्लिँदैछ किन मात्रै अब चाहिँ निक्ल्यो यस्तो छ साथीहरू बेसार यस्तो छ साथीहरू बेसार कत्रो त चागा छ अन्त बेसार पनि तरुल खने जस्तो खन्नु पर्यो यस्तो 2-3 गाँचको यस्तो पनि छ 3 गाँचको यो साथीहरू मैले चाहिँ बेसार यति खनिसकेँ यहाँ पिडालु पनि छ अरू सबै बेसार खनिसक्यौँ एकदम चिम्टाइलो माटो गोल चाहियो गोलले चाहिँ तरुल खने जस्तो खन्नु पर्यो न त काटिन्छ कोदालोले गोलले अलि तल गएपछि गाँच फक्ला फुला आउँछ अनि त्यो मैले गोलले उकाएको यो साथीहरू यता पनि मैले काम गरेँ अहिले बाँस ढालेको काटेर यता बाँधेँ खोरमा चाहिँ अब सुकोर सफा गर्न बाँकी छ सब सामान असट्टै छ यतातिर पनि बाँधमुन गरेँ त्यो गरेँ ड्रम त्यहाँ छ पहिला चाहिँ कुखुरालाई पानी खाने सङ्कलन गर्ने ड्रम हो साइकल त्यहाँ छ आज चाहिँ म साइकलमा आएको स्कुटी ल्याएर बाबुलाई चाहिँ लिन जानुपर्छ स्कुटीमा त्यही भएर इन्दिराले गएर ल्याउँछ म चाहिँ साइकलमा आएको खाना खाएर एउटा ढोका त्यहाँ छ एउटा ढोका त्यहाँ छ ल साथीहरू आज भिडियो यहीँ लिनुहुन्छ मेरो भिडियो कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब गरिदिनु होला बाइ